हेलो साथीहरु, सबैलाई सुरुमा म गुड मर्निङ भन्न चाहन्छु। आजदेखि चाहिँ मेरो मिनी भ्लग सुरु भयो र लङ भ्लग पनि आउँछ, तर यसमा सबै भन्न मिल्दैन नि त। म लङमा सबै भन्नेछु। मेरो ताजा ताजा बिहान कहरी जान्छ हेर्नु होला। अनि कस्तो भोकला जस्तो भयो, अनि चाय बनाउन लागे। चाय भनेको चिया है, फेरि नबुझ्नु होला। मलाई फेरि खाने बेला भिडियो बनाएको अलि मन पर्दैन, त्यही भएर चाहिँ खाएर सके है। अनि चाहिँ अब काम गर्नै पर्यो है, काम नगरे कुटे खाइन्छ। सो अब छोरी मान्छे हो, काम त गर्नै पर्यो। मलाई फेरि मेरा टोलका मान्छेहरूले है, यो त सुतेरै बस्छ, यो त कामै गर्दिन भन्छन् का। हुन त यस्तो बाहिरी कुरामा हामीले त्यति ध्यान दिनुहुन्न, त्यही पनि भनिदिएको। अब सबैको सोच त एउटै हुँदैन नि त, तर मलाई किन यो छिमेकीहरूको सोच त एउटै हुन्छ जस्तो लाग्छ भाइ। लाएर पनि के गर्नु, त्यही पनि छोडिदिउँ, यस्तो कुरा गरेर केही फाइदा पनि छैन। अनि हजुरहरूको बिहान चाहिँ कहरी जान्छ कमेन्ट गर्न नबिर्सिनु। हुन त मेरो भोइस त्यति राम्रो पनि छैन, त्यही पनि माया गरिदिनु। अनि कता कता मिस्टेक भएछ त्यो पनि भनिदिनु होला। अर्को भिडियोमा त्यो भन्दा नि राम्रो गरेर सुधार्ने छु। हजुरहरूको सपोर्टले हो म अगाडि बढ्ने, कमेन्ट गर्न नबिर्सिनु होला। अनि आजको भिडियो चाहिँ यतिसम्म थियो। धन्यवाद यहाँसम्म हेरिदिनु भएकोमा।